तर कुनै पनि मन्त्री आयो, कार्यालयको हाकिम आयो, हामीलाई फुल आवश्यक छ भने कमलदह परिसरमा फुल टिप्न चाहिँ नआउनु होला प्लिज। अरू कार्यक्रम पनि छ हाम्रो, टोयलेट सफा गर्ने छ टोयलेटको हालत। यो कमलदह भित्रको टोयलेट हो यो। जिल्ला परिषद कार्यालय पनि यही छ, उहाँहरूसँग सहकार्य गरेर तत्कालै एक्सनमा के कारबाही गर्नुपर्ने उहाँलाई हैन, के जवाबदेही त माग्नुपर्ने, हामी तत्कालै एक्सनमा उत्रिन्छौँ। ल आज चाहिँ हाम्रो बिहान पानी परिरहेको बेला हाम्रो कमलदहमा चाहिँ के भइरहेछ रमेश दाइ? यो हाम्रो शनिबारको दिनमा हामी साप्ताहिक रूपमा सरसफाइ कार्यक्रमहरू प्रत्येक शनिबार बिदाको दिनमा हामीले चाहिँ नि सरसफाइ कार्यक्रमहरू गरेका छौँ। कमलदहको जिम्मेवारी, कमलदहलाई सरसफाइ गर्ने कुराहरू, यसलाई पर्यटकमा चिनाउने कुराहरूमा हाम्रो अहम भूमिका रहन्छ। प्लास्टिक जन्य कुराहरू पनि व्यवस्थापन गरिराख्नु भएको छ अन्य साथीहरूले, र मैले चाहिँ नि आज घाँस काट्दैछु पर्यटकहरूलाई र स्वयं हामीलाई पनि लटपटाएर लडाउने भएको हुनाले यसलाई माथि आउन नदिन घाँसहरू कटिङ भइरहेछ। अनि हाम्रो हरि दाइले चाहिँ घाँस काटिरहनु भएको छ आज बिहान कस्तो महसुस भइरहेको छ नि हाम्रो हरि दाइ? एकदम दामी महसुस भइरहेछ नि, सरसफाइ गर्न पाइएको छ। अब सबैको लागि हामी पर्यटक प्लस क्यामेराम्यान अब हल्का शनिबारको दिनमा चाहिँ सधैँ गर्ने गरेका छौँ र आज पनि गरिरहेछौँ। प्लस अरू कार्यक्रम पनि छ हाम्रो, टोयलेट सफा गर्ने। यो फोहोरहरू चाहिँ यो प्लास्टिक जन्य चिजहरूलाई चाहिँ अहिले व्यवस्थापन गर्छौँ, त्यही हो। ल आज चाहिँ हाम्रो सरसफाइ कार्यक्रम शनिबारको दिन हाम्रो दाइले यहाँ क्यारीमा सफा गर्दै हुनुहुन्छ। यसमा चाहिँ हाम्रो के छ, अब दैनिक हो कि हाम्रो साप्ताहिक के छ यसमा? यसमा हाम्रो यो साप्ताहिक शनिबार हामीले सधैँ विगतदेखि गर्दै आइरहेछौँ। यो कागजहरू यो यो क्यारीमा भएको यो फुलहरूलाई यो घाँसहरूले धेरै नै यो छोप्ने भए असर गरे हिसाबले यसो यो नचाहिने फुल बाहेक अरू चिजहरू उकाल्ने, यसमा भएको कागजहरू निकाल्ने, अनि हाम्रो यस्तो काम भइरहेको छ। त्यही नै। अनि दाइ हजुरको मनमा चाहिँ लागेको एउटा कुरा भनिदिनु पऱ्यो कि यहाँ चाहिँ यो हाम्रो कमलदहमा मर्निङ वाक इभिनिङ वाकको लागि हाम्रो यहाँको सङ्घ संस्थाका कर्मचारीहरू नभएर हाम्रो जिल्लाकै कर्मचारीहरू पनि आइरहनुहुन्छ। उहाँहरू चाहिँ इभिनिङ वाक र मर्निङ वाकमा मात्रै आउने, अनि आफूलाई चाहिएको बेला मात्रै आउने, अनि हाम्रो यो कमलदह सरसफाइमा चाहिँ आउनु भएको देखिएन। अनि यसमा चाहिँ तपाईँको भनाइ चाहिँ के छ? यसमा चाहिँ हामीले भन्नुपर्ने कुराहरू धेरै छैन, यो बुझ्ने कुरा हो। आफ्नो स्वतःस्फूर्त रूपमा उहाँहरू पनि एउटा कुनै सङ्घ संस्था कार्यालय चलाएर बसेको मान्छे, कार्यरत मान्छे होइन, उहाँहरू शिक्षित भएर नै त्यो स्तरको क्षमताको जिम्मेवारीमा पुग्नु भएको हो। अब यो जिल्लाकै एउटा पर्यटकीय गन्तव्य भएको हुनाले उहाँहरूले त झन् आह्वान गर्नुपर्ने, तर कहिले सक्रिय भएर सरसफाइमा लागेको देखिन्न। उहाँहरू मर्निङ वाक इभिनिङ वाक चाहिँ गरिराख्नु भएको हुन्छ। अब उहाँहरूलाई नगर्नुहोस् भन्ने कुराहरू भएन कि गर्दा पनि अब आफूले मर्निङ वाक इभिनिङ वाक गर्ने ठाउँमा चाहिँ अलिकति सरसफाइ गर्ने कुराहरूमा हामी स्थानीय युवाहरूसँग सहकार्य गरेर कार्यक्रममा सरिक भइदिए अझ सुन्न सुगन्ध हुन्थ्यो भन्ने कुरा हो। हामीले फेरि जानकारी नगराएको पनि होइन। अब हामीले सामाजिक सञ्जाल मार्फत आफ्नो व्यक्तिगत फेसबुक आइडी, टिकटक लगायत मिडियाबाट पनि हामीले धेरैचोटि आह्वान गरेको कुरा छ। शनिबार चाहिँ नि बिहान 6 बजे उपस्थित भइदिनु होला भन्दै आएका पनि छौँ, तर उहाँहरू चासो देखाउनुहुन्न। चासो नदेखाउनु भए पनि ठिकै छ, हामी गर्छौँ, गरि नै हाल्छौँ, नदेखाउनुहोस्। तर कुनै पनि मन्त्री आयो, कार्यालयको हाकिम आयो, हामीलाई फुल आवश्यक छ भने कमलदह परिसरमा फुल टिप्न चाहिँ नआउनु होला प्लिज। किनभने चाहिँ हामीले लगाउने अनि स्वागत गर्न, कुनै मन्त्रीलाई स्वागत गर्न लगाएको होइन यो फुल। यो चाहिँ विशेष गरेर पर्यटकहरूलाई आकर्षण गर्न, कमलदहको सौन्दर्यीकरण गर्नमा हामीले फुलहरू लगाउने सरसफाइहरू गर्ने गर्छौँ। त्यही भएर तपाईँहरू कमलदहमा केही योगदान गर्न सक्नुहुन्न, सानो सहयोग स्वरूप सरसफाइ कार्यक्रममा बिदाको दिन समय निकालेर सरिक हुन सक्नुहुन्न भने अरू त भन्न सकिँदैन। कमलदह परिसरभित्रका फुलहरू चाहिँ भाँच्ने काम नगर्नु होला, त्यसमा चाहिँ हामी सहयोग हुनेवाला छैन। हामी चाहिँ
यसको कडा प्रतिवाद गर्नेछौँ। आफ्नै कार्यालयभित्र फुलहरू रोपेर त्यही टिपेर त्यही माला बनाएर त्यही लगाइदिनु होला। कमलदभित्रका फुलहरू बाँच्ने तोडफोड गर्ने अनि यहाँको पर्यावरणीय स्थिति बिगार्ने बिथोल्ने काम चाहिँ नगरिदिनु होला भन्न चाहन्छु म। अनि आज हाम्रो कमलदहमा बिहान हाम्रो दिलीप दाजु पनि आउनु भएको छ होइन। अनि यो चाहिँ हाम्रो साप्ताहिक यो शनिबारको सरसफाइ कार्यक्रममा तपाईँ पनि आउनु भएको छ। तपाईँले चाहिँ यो सरसफाइ कार्यक्रम गर्दा कतिको चाहिँ आनन्द लाग्छ अथवा के लाग्छ भन्नु न। आनन्द भन्दा पनि यो यस्तो हो, हाम्रो व्यक्तिगत दायित्व पनि हो यो कमलदहको सरसफाइ गर्नु, संरक्षण गर्नु। हाम्रो रमेश दादा हजुरले भने जस्तै घाँस काट्नु हाम्रो आफू मनैदेखि हो यो। अब के भन्छन्, कसैले खटाएर कसैले गर भनेर गरेको होइन। हामीले देखिरहेको हुन्छौँ कमलदहमा फोहोर भइरहेको हुन्छ, घाँसहरू पनि बच्चाहरू लडिरहेको हुनुहुन्छ। त्यही भएर हामीले चाहिँ गरौँ भने। भक्तराज सर यो बिहान के गरिराख्नु भएको? हजुर यो चाहिँ हाम्रो यो हप्ताको शनिबार प्रत्येक शनिबार हाम्रो चाहिँ सरसफाइ कार्यक्रम हुन्छ कमलदह परिसरमा चाहिँ। त्यही कार्यक्रम अन्तर्गत आज पनि शनिबारको दिन हामीले कमलदह सरसफाइ गरिरहेका छौँ। यसमा कसैले घाँस काट्ने कार्यक्रम छ, कसैले भने यस्तो कागजहरू यो फोहोरहरू टिप्ने कार्यक्रमहरू भइरहेको छ। त्यही छ हाम्रो कार्यक्रम। तपाईँहरू पनि आउन चाहनुहुन्छ भने आउनु होला, हाम्रो सबैलाई निम्तो छँदैछ। यो चाहिँ हाम्रो कमलदहको एउटा प्राकृतिक संरक्षण साथै हाम्रो आन्तरिक पर्यटन तथा बाह्य पर्यटनहरूको लागि आकर्षण अझ धेरै आकर्षण गर्नको लागि चाहिँ हाम्रो कमलदह फोटोग्राफर समूहहरूले चाहिँ यो हप्ताको शनिबार बिहान 6-7 बजेदेखि हाम्रो 1-2 घन्टाको 2-3 घन्टाको यो सरसफाइ कार्यक्रम हुने गर्छ। त्यही अन्तर्गत चाहिँ हामीले यो सरसफाइ यो फोहोर सङ्कलन साथै घाँसहरू काट्ने कार्यक्रमहरू पानी पनि आउँदैन यता। ल आज हाम्रो टोयलेट सरसफाइ कार्यक्रममा हाम्रो दाइहरूले यता सरसफाइ गर्दै हुनुहुन्छ। यो कमलदहभित्र रहेको टोयलेटको यो फोहोरहरू हटाइदिनु भएको छ उहाँले। हाम्रो यता हरिदाइले यता गर्दै हुनुहुन्छ नि हाम्रो अर्को दाइले यता। टोयलेट अति नै दुर्गन्धित भएको कारणले गर्दाखेरि हाम्रो कमलदह फोटोग्राफर समूहद्वारा हिजो मात्रै लिएको आरपिकले हाम्रो अहिले टोयलेट सरसफाइ कार्यक्रम भइरहेको छ। यस्तो छ टोयलेटको हालत। यो कमलदहभित्रको टोयलेट हो यो पुग्दै पुगेन। नहेर्नुहोस् है, हामी चाहिँ नि बोल्ने मात्रै होइन, काम पनि गरेर देखाउँछौँ। बरु हामी कम बोल्छौँ तर काम गरेर देखाउँछौँ। यो पुरुष साथीहरूको शौचालय हो, पुरुष शौचालय हो है। अब यो पुरुष साथीहरू आएर यहाँ पिसाब गर्नुहुन्छ, विचार गर्नुहुन्छ र उहाँहरूले के गर्नुहुन्छ भने तपाईँहरूको हाइट सानो छ भने बरु उतापट्टिको यो ढोका 2टा शौचालय छ, त्यहाँ गएर तपाईँले मूत्र विसर्जन गर्न सक्नुहुन्छ। तर हाइटै नभएको मान्छेले यही नपुगेसम्म अब तलतिर मूत्र विसर्जन गरेर हामीले देखिरहेको छौँ। त्यो चाहिँ प्लिज नगर्नु होला, दुर्गन्ध हुन्छ। र मूत्र विसर्जन गरिसकेपछि यो किन राख्यो, यो के प्रयोजनको लागि राखिएको भन्ने पनि बुझ्नु पऱ्यो। हामीले यसो गऱ्यो भने पानी आउँछ, पानी झर्छ, सफा भयो नि होइन। फेरि बन्द गरिदियो। कतिपय साथीहरूले खुल्लै राखेर पनि देखिन्छ होइन, खुल्लै राखेर पनि देखिन्छ। यो पानी रुकुमकोटमा एकदम चरम अभाव छ। यो शौचालयको यस्तो चिजमा चाहिँ पानी एकदमै चाहिन्छ होइन। के भयो भने खुल्नुहोस्, बन्द गर्नुहोस्, हात धुनुहोस्। अब यहाँ चाहिँ हेर्नुहोस् है, यहाँ आउँदैन फेरि पानी। यहाँ चाहिँ अब हामीले यो साबुन चाहिँ राख्नुपर्ने भयो। अब साबुन पनि राख्नुपर्ने भयो हामीले। यहाँ चाहिँ सब भएर साबुन पनि राख्छौँ। यहाँ चाहिँ पानी झर्नु पऱ्यो। यो केसको लागि बनाइएको हो, यो पानी नझर्ने। यो पानी झर्नु पऱ्यो नि त। यहाँ मूत्र विसर्जन गरिसकेपछि शौचालय पनि गरिसकेपछि साबुन पानी हाल्नु परेन, कोही परेन हो। त्यसको लागि चाहिँ यो धारा चाहिँ खुल्ला हुनु पऱ्यो। किन बन्द गर्नुपर्ने यो धारा हो यो। अनि यहाँ चाहिँ साबुन गरेर राख्ने हामी चाहिँ आफै राख्छौँ ल, अथवा साबुन पनि राखिदिन्छौँ। अनि त्यसपछि यो स्विचहरू हेर्नुहोस् त, यहाँ यो दादागिरी गर्नेहरूको व्यक्ति स्विचै कुचाइदिएछन् होइन। झन् यो चाहिँ गरेको छैन। यदि हामी हुन्थेनौँ भने पनि अझ गर्थ्यो होला। यहाँ शौचालयमा आएर ढोका डाङ्गे हान्ने है, रक्सी खाएर आएर डाङ्गे हान्ने, बल देखाउने ठाउँ होइन यो है।
यो यहाँ चाहिँ नि कसैले त्यस्तो तोडफोड गर्न खोज्यो भने तुरुन्त एक्सन लिन्छौँ हामी, किनभने चाहिँ हामीलाई माया छ, हामीले गरेछौँ। यो फिनाइलहरू प्रयोग गरेर साथीहरूले देख्न सक्नुहुन्छ, एकदम धमाधम लागिरहनु भएको छ। यो चाहिँ नि हाम्रो पिकनिक स्पोटमा पिकनिक बनबोट कार्यक्रममा आउनुभएको पर्यटकहरूले पानी बढ्ने ठाउँ हो। खासमा चाहिँ यो हातखुट्टा धुनलाई भनेर बनाइएको ठाउँ हो। यो 94 वर्ष आएर हातखुट्टा धुने प्लस पानी भरेर पिकनिक स्पोटमा आएको पर्यटकहरूले चाहिँ यो खानेकुराहरू ल्याउनुहुन्छ। पानी भरेर लगेर त्यो फलफुलहरू धुने, चामलहरू धुने, अनि खसी मासु काट्ने बेलामा चाहिँ यो प्रयोग गर्ने, तापमान तताउने बेलामा प्रयोग गर्ने गर्छ। यो पिउने पानी चाहिँ होइन, तर कतिपय साथीहरूले चाहिँ आएर यहाँ मूत्र विसर्जन गर्ने गर्नुहुन्छ, त्यो चाहिँ नगरिदिनु होला। किनभने यहाँ शौचालय देखिएको छैन बाहिर है, शौचालय देखिएको चाहिँ उतापट्टि छ। कतिपय साथीहरूले यहाँ मूत्र विसर्जन गरेर एकदम दुर्गन्धित अवस्थामा बनाएको हिसाबले आज हाम्रो टिमले यो पनि सफा गरेर छौँ। चाहिँ आज एकै दिनले सफा गरेर नदाजु यहाँ कतिपय दिशै गरिराख्नु भएको थियो होइन, दिशा पनि भेटियो कि यहाँ। ल हेर्नुहोस् कतिसम्मको चेतनशील प्राणी हो मान्छे होइन। यदि यो एकदमै डुङडुङती यो बनाउने भएको हिसाबले हामीले सरल हार्पिकहरू सबै प्रयोग गरेर यो चाहिँ सफा गर्ने कार्यक्रममा जुटिरहेछौँ। यहाँ चाहिँ जति पनि साथीहरूले हेरिराख्नु भएको छ यो भिडियो, कृपया यहाँ चाहिँ मूत्र विसर्जन गर्ने ठाउँ होइन। यदि त्यसो गरेको खण्डमा हामीले देख्यौँ भने तत्कालै जिल्ला पर्यटन कार्यालय पनि यहीँ छ, उहाँहरूसँग सहकार्य गरेर तत्कालै एक्सनमा के कारबाही गर्नुपर्ने उहाँलाई होइन, के जवाबदेही माग्नुपर्ने हामी तत्कालै एक्सनमा उत्रिन्छौँ। र यदि त्यसो गर्दा पनि भएन भने चाहिँ हामी भिडियो समेत खिचेर व्यक्तिको नाम ठेगाना सबै लेखेर सामाजिक सञ्जालमा राखिदिन्छौँ। बाँकी उहाँहरूले आफ्नो गरेको कर्मको प्रतिफल आफैले भोग्नुपर्नेछ। धन्यवाद।